हेलो साथीहरू, आज चाहिँ म कोदाको ढिँडो खान गइरहेको छु। सबैजनाले हेर्नु होला। वाउ दामी, वाउ यम्बी यम्बी। तपाईहरूलाई कतिको मनपर्छ कोदाको ढिँडो र कुखुराको मासु? यो नेपालको फेमस फुड हो र तपाईहरू परदेशमा रहनुभएका साथीहरूले पनि आफ्नै रुममा कोठामा बनाएर खान सक्नुहुन्छ। यति टेस्टी हो कि, यति दामी हो कि कोदाको ढिँडो, जुन चाहिँ बनाउनको लागि पानीमा थोरै घिउ हालेर उमाल्नुपर्छ र उम्लिसकेपछि टक्क पिठो हालेर 15-20 मिनट पकाएपछि रेडी हुन्छ कोदाको ढिँडो। र मैले आफ्नै हातले बनाएको कोदाको ढिँडो र मासु अघिल्लो भिडियोमा तपाईँहरूले हेरिसक्नुभयो होला। आज चाहिँ म खान गइरहेको छु। मैले चाहिँ यति धेरै कोदाको ढिँडो, ओ माई गड कति टेस्टी हो, वाउ यम्मी। तपाईँहरूलाई कतिको मनपर्छ मेरो भिडियो हेरेर? अन्य मिठो मिठो खानेकुराहरूको म भिडियो लिएर आउनेछु। तपाईहरू मेरो भिडियो पुरा हेरिरहनु होला अन्तिमसम्म। अन्तिममा के हुन्छ ट्विस्ट छ, हेर्नु होला सबैजनाले। वाउ दामी, वाउ नाइस, आई लभ ढिँडो। म विदेशमा भए पनि म हप्तामा एक दिन कोदाको ढिँडो खाएकै हुन्छु। तपाईहरूलाई कतिको मनपर्छ? र दुबईको जुनसुकै ठाउँमा पनि कोदाको पिठो पाइन्छ र तपाईहरूले परदेशमा रहेर पनि आफ्नो देशको खानेकुराहरू खान चाहिँ नभुल्नुहोला। र आफ्नो देशको खानेकुराको जस्तो स्वाद अन्य देशको खानेकुरामा हुँदैन। र तपाईहरूलाई पनि कतिको मनपर्छ ढिँडो र मासु कमेन्ट गर्नु होला। वाउ एम्मी एम्मी, सो नाइस। आफ्नै हातले बनाएको यति मिठो ढिँडो खान चाहनुहुन्छ भने, यदि तपाईँहरू दुबईमा नजिकै हुनुहुन्छ भने आउनुहोला। म तपाईँलाई मासु र कोदाको ढिँडो बनाएर खुवाउनेछु मेरो आफ्नै रुममा। र मेरो आफ्नै रेस्टुरेन्ट पनि छ, तपाईँहरू मेरो रेस्टुरेन्टमा नै आउन सक्नुहुन्छ। म तपाईँहरूलाई मेरो आफ्नै हातले बनाएको खानेकुरा खुवाएर पठाउँछु। तपाईँहरू खाने भए आउनुहोस्। यति मिठो एम्मी एम्मी एम्मी, ओ माई गड। तपाईँ सोच्न सक्नुहुन्न, मैले एक थाल मासु र ढिँडो चाहिँ करिब 5 मिनटमा खाएको छु। र यति ढिँडो चाहिँ मैले जिन्दगीमा फर्स्टचोटि खाएको हो, यति धेरै र यति मिठो, यति टेस्टी हो कि होइन। ढिँडोलाई चाहिने कस्तो टाइपको मासु बनाउनु पर्छ भन्ने कुरा चाहिँ एकदम राम्रो ज्ञान भएको छ मलाई। र मैले त्यस्तै टाइपको मासु बनाएर अनि ढिँडो खाइरहेको छु। तपाईँहरूलाई कतिको मनपर्छ? लाइक, कमेन्ट, कफी लिङ्क र सब्सक्राइब गर्न नभुल्नुहोला। र यस्तै राम्रो राम्रो भिडियोहरू अन्य पनि म लिएर आउँछु। सबैजनाले मेरो भिडियो फुल वाच गरेर साथीहरूलाई सेयर पनि गरिदिनु होला। थ्याङ्क यू सो मच, वाच माई भिडियो एभ्रिवान, थ्याङ्क यू।